केही फोटो हेर्नुस्, केही देखिरहेको छैन नि। कारण प्रदूषण पिकमा छ। त्यति मात्र होइन, आफ्नै घरबाटको 4-5 घर पर केही देखिँदैन, मात्र धमिलो। पछिल्लो केही दिनदेखि काठमाडौँमा यस्तै खाले दृश्य कमन भइरहेको छ। आँखा पोलिनु, गलो खसखसाउनु, सास फेर्न गाह्रो हुनु, अझै विशेष गरी गर्भवती महिला, बुढापाका, बालबालिका, दीर्घकालीन रोगीहरूका लागि झन खतरा छ। तपाईलाई थाहा छ कि नै, नेपालमा प्रत्येक वर्ष 40,000 भन्दा बढी मान्छेको मृत्यु वायु प्रदूषणले गर्दा हुन्छ। अब यो कति सिरियस इस्यु हो आफै सोच्नुहोस्। अब मास्क हेर्नुहोस् न, पहिला कोरोनाबाट बच्न लगाइन्थ्यो, अहिले धुवा धुलोबाट। मास्क नलगाएर कतै गयो कि बेलुका फर्किँदा बिरामी भइन्छ। यस्तो सिरियस इस्यु बारे न राजावादी बोल्छन् न गणतन्त्रवादी। आउनुहोस् आजको भिडियोमा एटलिस्ट तपाईँ र म भए पनि केही कुरा गरौँ। नेपालको संविधानको धारा 30 ले हामी सबैले स्वच्छ हावामा बाँच्ने अधिकार दिएको छ। यदि कसैको कारणले वातावरण प्रदूषण हुँदा तपाईलाई केही क्षति भयो भने तपाईले त्यो व्यक्ति वा संस्थासँग क्षतिपूर्ति माग गर्न सक्नुहुन्छ। यो कुरा पनि थाहा पाइराख्नुहोस्। कस्तो हावालाई प्रदूषित हावा भन्ने र कस्तो हावालाई स्वच्छ हावा भन्ने यो पनि बुझ्न जरुरी छ। काठमाडौँको एयर क्वालिटी इन्डेक्स आज 348 पुग्यो, आज 200 पुग्यो, कहिले 150, कहिले 400 भन्ने खाले न्युज त सुन्नु भएको होला। अनि त्यसै गरी PM 2.5 365 माइक्रोग्राम पर क्युबिक मिटर पुग्यो भन्ने वाला पनि। अब यो PM 2.5 र AQI भनेको के हो त्यो हेरौँ। खासमा के हो भने हावामा भएको डस्ट पार्टिकललाई PM 2.5 र PM 10 मा हेरिन्छ अनि हावाको क्वालिटी AQI मा। अब PM भनेको पार्टिकुलेट म्याटर हो, अर्थात् प्रदूषित तत्त्वहरू, हावासँगै उड्ने सानो सानो कोण, धुलो, फोहोरहरू भनेर बुझ्नुस्, जसको साइज 2.5 माइक्रोमिटर भन्दा सानो हुन्छ, जसलाई हामीले नाङ्गो आँखाले देख्न सक्दैनौँ। यो सानो सानो कोणहरू सजिलै हाम्रो फोक्सोमा प्रवेश गर्छन् र त्यहाँ समस्या निम्ताउँछन्। PM 2.5 141 माइक्रोग्राम पर क्युबिक मिटर भनेर न्युज सुन्नुभयो भने यसको मतलब हो 1 क्युबिक मिटरमा 141 माइक्रोग्रामको त्यो सानो सानो वाला कोण, फोहोरहरू हावामा उडिरहेको छ भनेर बुझ्नुपर्छ। यो टेबल हेर्नुहोस्, AQI 0 देखि 50 छ भने हावा राम्रो छ भनेर बुझिन्छ, 51 देखि 100 छ भने मध्य खालको बुझिन्छ, 101 देखि 150 छ भने केही ग्रुप जस्तै बालबालिका, गर्भवती, बुढापाकाका लागि यो हावा अस्वस्थ मानिन्छ। 151 देखि 200 पुग्यो भने सबैका लागि अस्वस्थ मानिन्छ। 201 देखि 300 पुग्छ भने हानिकारक मानिन्छ। 300 प्लस पुग्छ भने त खतरनाक। त्यसै गरी यो साइडमा PM 2.5 को भ्यालु पनि हेर्नु होला। 2025 को डाटा हेर्नुभयो भने जनवरी 6 मा AQI 250 पुगेको थियो, फेब्रुअरी 16 मा 175, मार्च 28 मा 200, अप्रिल 1 मा PM 2.5 365 प्लस पुगेको थियो, मतलब AQI 400 आसपासमा। अब तपाईँ आफै सोच्नुहोस् त हामी कस्तो हावामा बाँचिरहेका छौँ। स्पेसली काठमाडौँको कन्टेक्समा केही कारणहरूलाई नोटिस गर्न सक्छौँ। जस्तै पहिलो नम्बरमा पेट्रोल र डिजल गाडीबाट निस्किने धुवा, जसलाई भेहिकुलर पोल्युसन भनिन्छ। तपाईँलाई थाहा छ यो धुवाले 25 देखि 35% कन्ट्रिब्युट गर्छ काठमाडौँमा वायु प्रदूषण हुनमा। यी गाडीको धुवाबाट कार्बन मोनोअक्साइड, नाइट्रो अक्साइड, हाइड्रोकार्बन जस्ता विषालु ग्यासहरू रिलिज हुन्छन्, जो डाइरेक्टली या इन्डाइरेक्टली आखिरमा हावामा मिसिने हुन्। 2018 को डाटा अनुसार नेपालमा करिब 30 लाख गाडी रजिस्टर थिए। 2023 को अनुसार 45 लाख गाडी, अन एभरेजमा प्रत्येक वर्ष 2 लाखदेखि 6 लाख गाडी रजिस्टर हुने गरेको छ। अब बागमती प्रदेशको कुरा गरौँ। बागमती प्रदेशमा करिब 12 लाख गाडी रजिस्टर छन्, जसमा दुई पाङ्ग्रे 9 लाख भन्दा धेरै छन्, कार र भ्यानहरू 1,42,000 को भन्दा बढी छन् र बस र ट्रकहरू 48,000 को आसपासमा। काठमाडौँमा ट्राफिक जाम कस्तो हुन्छ भन्ने कुरा तपाईलाई थाहा नै होला। गाडीबाट हुने पोल्युसनलाई मिनिमाइज गर्नलाई सरकारले केही कदम चालेको छ, जस्तै 20 वर्ष पुरानो गाडीमा रोक लगाएको छ। प्रत्येक वर्ष सबै गाडीले आफ्नो पोल्युसन चेक गर्नुपर्छ, जसले गाडीबाट निस्किने यी ग्यासलाई कम गर्छ। दोस्रो हो डस्ट पार्टिकल, मतलब छारो भन्नुस् या धुलो। धुलोले नि वायु प्रदूषण गराउँछ र नचाहिँदो कुरा भन्नु होला, अफकोर्स गराउँछ। काठमाडौँको सडकमा उड्ने धुलोले 15 देखि 20% कन्ट्रिब्युट गर्छ पोल्युसन हुनुमा। अझै विशेष गरी ड्राई सिजनमा धेरै देखिन्छ। पानी पर्दैन, पानी नपरेपछि माटो बस्दैन, बाटोघाटो पनि राम्रो छैन, जतासुकै खाल्टो खुल्टिन्छन्, गाडी कुद्यो कि मान्छे हिँड्यो कि धुलो उठिहाल्छ। यो पनि हावामा मिसिने हो। तेस्रो हो कन्स्ट्रक्सन साइट। यो ठुलो ठुलो बिल्डिङहरू बनाइरहेको देख्नु भएको छ नि, बाटोहरू बनाइरहेको देख्नु भएको छ नि, डोजर चलाएको, ट्रकले सामान यताउता लिएको, त्यसै गरी फ्लाइओभर, ब्रिजहरू, यसबाट निस्किने फोहोर, धुवा जे भन्नुहोस्, मसिनबाट रिलिज हुने ग्यास भन्नुहोस्, त्यसमा युज हुने केमिकल प्रोडक्ट्स भन्नुहोस्, जे भने पनि कन्स्ट्रक्सन साइटले 10 देखि 15% कन्ट्रिब्युट गर्छ पोल्युसन हुनुमा। चौथो हो इटाभट्टी, जसले 10 देखि 15% कन्ट्रिब्युट गर्छ।
त्यसै गरी नकुहिने वस्तु जस्तै प्लास्टिकहरू जलाउने गतिविधिले 5 देखि 10% कन्ट्रिब्युट गर्छ। कल कारखानाबाट निस्किने धुवामा कार्बन डाइअक्साइड, नाइट्रो अक्साइड, सोडियम डाइअक्साइड त हार्मफुल ग्यासहरू रिलिज हुन्छन् जो गएर अन्तिममा हावामै मिसिने हुन्। त्यसै गरी उद्योगबाट निस्किने फोहोरहरूलाई पनि राम्रोसँग म्यानेज गरिएको हुँदैन, जसले गर्दा इन्डस्ट्रीले मात्र 5 देखि 10% कन्ट्रिब्युट गर्छ पोल्युसन हुनमा, अनि डढेलो जस्तो अरू गतिविधिले 5 देखि 10% कन्ट्रिब्युट गर्छ। अनि अर्को कुरा, काठमाडौँ कचरा आकारको छ के, जसले गर्दा काठमाडौँ उपत्यकाको हावाको मोमेन्ट राम्रोसँग हुँदैन। आई थिङ्क दिस इज अल्सो वान अफ द रिजन। यस्तो हावामा बस्नु त्यति खतरनाक हुन्छ जति 10 देखि 12 चुरुट पिउँदा हुन्छ। अब आफै सोच्नुहोस् त, त्यो बच्चा जो आमाको गर्भमा छ त्यसको विकास वृद्धिमा कति असर हुन्छ होला। त्यही भएर हो क्या गर्भवती महिलालाई धुम्रपान गर्नु हुँदैन भन्छन्। बुढापाकालाई सास फेर्न गाह्रो हुने, दमको खतरा बढ्ने, दीर्घकालीन रोगीहरूलाई पनि खतरा हुन्छ। आँखा पोलिने, चिलाउने, पाक्न सक्ने सम्भावना हुन्छ। उस्तै भयो भने आँसु बनाउने ग्रन्थीमा समेत असर पर्छ। छालाको कुरा गर्ने हो भने डन्डीफोर जस्तो एक्नेहरू आउने, चिलाउने, छालाको चमक समेत हराउने, इम्युन सिस्टम कमजोर भएर ब्याक्टेरियाहरूसँग डिपेन्ड गर्न नसक्ने अवस्था पनि आउन सक्छ। सो यस्तो अवस्थामा एकदमै सुरक्षित बस्न जरुरी छ।